हाम्रो एरियाको बाटो साह्रै माया लाग्दो भयो। यो सोरेङ बरडाँडा टु तकदा जाने बाटो चाहिँ साह्रो माया लाग्दो भयो। हेर्नु न है, इलेक्सन पनि आयो। खोइ त इलेक्सनमा अलिअलि बनाइदिन्छ कि भन्ने एउटा आशा थियो, त्यो पनि भएन। बाटोको गति हेरिहाल्नु। अब तकदा सर्भिस त जाइ होला जस्तो छैन नि। अन्त खोइ यस्तो बाटोमा के तकदा जानु। लु हेर्नु त बाटो, पानी परेर फगी लागेर बाटोमा त्यस्तै भइरहेको छ हो। बर्बाद पार्यो बाटोले। यति दामी दामी होमस्टे छ हाम्रो बाटोमा हो, तर बाटो भने चाहिँ के भन्नु र, भनि नसक्नुको बाटो छ। वेदर फेरि कस्तो दामी छ हेर्नु, फगी लागिरहेको हो, चटक्कै छ नि वेदर। यो चाहिँ कोलबुङ एरिया हो। यो चाहिँ कोलबुङ एरिया हो, तर कोलबुङ एरियामा बाटो चाहिँ हेर्नुहोस् न, बाटो बाटो यस्तै भयो नि हाम्रोमा। सानो गाडीहरू कुद्छ है, तर लु हेर्नु त बाटो। यो बाटो चाहिँ अब तपाईँ टिस्टाबाट उकालो आएर तक्लिङ, मङमाया, छोटो मङमाया, तिनचुले हुँदै जाने बाटो हो नि त। तिनचुले तकदा हुँदै यो बाटो चाहिँ तपाईँ दार्जिलिङ पनि जानु सक्नुहुन्छ टिस्टाबाट उकालो आयो भने। तर यो त मेन रोड हो नि त, ठुलो रोड छ हेर्नुहोस्। तर यसलाई स्याहार सुसार पनि छैन, रिपेयरिङ पनि छैन हो। आज तपाईँको डेट हो तपाईँको 28 तारिक 3 महिना 2026 हो। समय तपाईँको अहिले 11 बज्दैछ। अनि हेर्नुहोस् बाटो अहिलेको यस्तो छ कन्डिसन। हाम्रो गाउँको बाटो सिँढी छ। यो बाटो चाहिँ मेन रोड हो। टिस्टाबाट हुँदै तपाईँ बडाउङमा, छोटाउङमा, तकदा, तिनचुले हुँदै 6 माइल निस्केर चाहिँ तपाईँ दार्जिलिङ जानु सक्नुहुन्छ, जोरबङ्गला निस्केर। तर अहिले बाटोको कन्डिसन हेरिहाल्नुहोस्। यो मेन रोड हो। तल एनस्ट्यान्ड बन्द हुँदाखेरि यो बाटो युज गर्छ, तर अहिले अब एनस्ट्यान्ड बन्द भयो भने यो बाटो युज गर्नु सकिँदैन। हेर्नुहोस् कन्डिसन यस्तो छ। एनस्ट्यान्ड बन्द हुँदाखेरि, लिखेभिर बन्द हुँदाखेरि, रम्बी 29 माइलतिर बन्द हुँदाखेरि, 27 माइल 28 माइल बन्द हुँदा सबै हाम्रो सिक्किमको गाडीहरू यो बाटो कुद्छ। सिक्किमको गाडीहरू यो बाटो कुद्छ। अनि यो बाटोबाट कुदेर फेरि टिस्टाभेली भएर निस्किन्छ। टिस्टाभेली भएर उहाँहरू फेरि यता 29 माइल निस्किन्छ, लिखेभिर बन्द, टिस्टा बन्द हुँदाखेरि। अन्त अब त बाटो बन्द भयो भने त चारैतिर बन्द हुने रहेछ त। फेरि जानु पऱ्यो दार्जिलिङ, उता पेसोक भएर जाँदा त ढिलो हुन्छ, लामो बाटो पर्छ। यो बाटो त सर्टकट रुट हो, टिस्टाभेली भएर जाँदा हुन्छ। बिचमा बाटो बन्द भयो भने अन्त खोइ हाम्रो बाटोहरू कसले बनाइदिने हौ। खालि नेतै मात्रै हुनु खोज्छ, जो पनि नेता भएर चाहिँ के फाइदा छ पनि हो। कन्डिसन मात्रै हेर्नु न बाटोको, बाटोको कन्डिसन मात्रै हेर्नु। लु हामीलाई त केही चाहिएन नि, बाटो चाहिँ राम्रो चाहियो नि त हौ। हामी गरी खाने मान्छेलाई खेतीबारी गर्नुपर्छ यहाँ गाउँ बस्तीमा हो। यसो गाडीमा लोड गरेर सिलगढी लानु पऱ्यो बेच्नु, दार्जिलिङ लानु पऱ्यो, कालिम्पोङ लानु पऱ्यो, टिस्टा बजारतिर लानु पऱ्यो। बाटो यस्तो छ भने त गाडीमा आउनु मान्दैन, बोकेर लानु पऱ्यो, बिजोग हुन्छ त। अन्त कति चाहिँ दुःख छ। लु हेर्नु त, लु बाटोको विषय लिएर इलेक्सनमा बनिन्छ भन्ने आशा थियो। इलेक्सन त के को इलेक्सन, अब यो 20 दिनभित्रमा इलेक्सन छ। अब 20 दिनभित्रमा थोरै न बाटो बनिन्छ। नहुने रहेछ। जति गऱ्यो बडाजु। अब के भन्नु, त्यहाँदेखि उता भने अलिक छाडा सुन्छ कि भन्दिनँ म होस्। तर हाम्रो बाटो चाहिँ नबनिने रहेछ। बाटो यस्तो भए पनि फेरि हाम्रो यता त्यो होमस्टेहरू चाहिँ दामी छन् फेरि। हेरे लु होमस्टेहरू चाहिँ जुलुम छन् फेरि हो।
बरडाँडा भन्छ, यही हो बरडाँडा। यो बरडाँडा टु तकदाह जाने बाटो चाहिँ यस्तो छ अहिले फिलहाल। बरडाँडा चाहिँ किन भनेको भन्दा चाहिँ यहाँ बरको ठुलो रुख छ डाँडामा, त्यही कारण चाहिँ बरडाँडा भनेको। यो चाहिँ ठुलो रुख छ बरको रुख हो। बाटो देखिहाल्नु भयो। बरडाँडादेखि उकालो चाहिँ एकदमै स्थिति खराब छ।